अब हँसाउनु पर्यो होइन हजुरलाई हँसाउनु पर्यो होइन त हँसाउनुको लागि चाहिँ म आएको छु नचाउनु लागि चाहिँ हाम्रो दीपक लिम्बू आएका छन् है उहाँले एउटा गीत छ मैले माया गर्न जानिन होला माया गर्ने बित्तिकै छाडबाट जानु मात्रै जानिन्छ चप्पस मात्र चप्पा टप्पा टप्पा अनि बिचरा लिम्बूजी सोझो बिखर बिचरा भर्खर अब गाई बज्दा एउटा गीत थियो नि आफ्नो एल्बममा निकाल्नु गाईले केटी मन पराएको थियो बिचरा म गर्न बिर्सेको नि केटीले छोडेको होइन त्यहाँदेखि मैले माया गर्न अब त केही दिनपछि मैले गर्नु थिएन अब गर्छु माया तिमीलाई तलदेखि माथिसम्म यो गीत पनि चाँडै आउँछ बजारमा दीपक लिम्बूको दोस्रो एल्बम सेक्सी भाइ भएर आदरणीय दीपकजी छ धेरै राम्रो प्रोग्राम धेरै ठाउँमा कार्यक्रमहरूले मौका पाएको छौँ अब हँसाउने क्रममा नेपालका मेरो भाइ गणेश इसारा बिचरा गए रिसाएर मैले सोधेँ किन रिसाएको भने चाहिँ आएँ गएँ कमेडी गरेँ त्यहाँ खालि खाम परेको थियो त्यही भएर ठिकै छ खाम आज खाले पनि भोलिपछि भगवान्ले त्यसलाई एक बोल हालिदिन्छु भने चाहिँ अनि बल्ल खुसी गरेको है हाम्रा इसारा भाइ पनि मेरो चलचित्र जादुगरबाट सुरुवात गर्नुभएको थियो मेरो कमेडियन कलाकार उहाँले भन्नुभयो अब यो कमेडीको क्रममा शाहरुख खानको अघि गर्नु छोडेर पनि म तपाईँलाई एउटा काट्नुको छ ए भैया सिर्फ एक बार ए भैया मुझे बचा लो ओए याद नहीं थोड़ा है अगर किसी में पड़ गया उल्टा नहीं उल्टा ए भैया मुझे बचा लो ए भैया ओए अगर लिम्बू के कार्यक्रम में आते हो तो पैसे लेके आना है नहीं तो टाइपको हुन्छ अब हाम्रो महानायकले पनि उल्लेख गर्नुभयो अब महानायकको नाच्ने पनि तरिकाहरू पहिला के थियो राजेश हमाल नाच्ने स्टाइल उहाँले क्यारिकेचर अब नाच्ने स्टाइल त्यसरी नाच्नुहुन्छ महानायक गीतको बोल रात टीका निधारमा टलक्क टल्कियो अब यो गीतमा पनि रिमिक्स भएको छ रात टीका निधारमा टलक्क टल्कियो हिरोनीहरूसँग लागेर लुतै सल्कियो ए बिजुलीको तार राजेश हमालजी नाच्ने यो भर्खरको बेला अब केही महिनापछि राजेश हमाल दाइको डान्स कस्तो हुन्छ हेर्नुहोस् कस्तो हुन्छ केही महिनापछि राजेश हमालको दाइको डान्स गीत अब चोटहरूले पेरुँदैन मलाई गहिरो घाउ छातीमै छ अब केही महिनापछि डान्स आएको तर यो डान्स आउँदैन हजुर मिडियामा सुन्नुभएको भने राजेश हमाल दाइको र मधु दिदीको के भइरहेछ दिवसको क्रममा रहेछ हाम्रो नेपालका कलाकारसँग प्रायः लेडिजहरू टिक्दैन रहेछन् हजुर अनि नेपालका लेडिजहरू पनि खालि अमेरिका मात्रै खोज्दो रहेछन् हजुर जो हिरोइन आउँछन् फिल्ममा खेल्छन् 75 वर्षको बुढोसँग अमेरिका जान्छन् अनि काठमाडौँ आएर चाहिँ यौँ खोज्न थाल्छन् अनि ग्रिन कार्ड पाएपछि त बुढो त्यहीँ छोडेर यहीँ फर्केर आउँछन् अनि फेरि बुढीको कन्यामा फेरि फिल्म सुरु हुन्छ टाइपको अब यही क्रममा तपाईँलाई मैले भनिहालेँ अब पहिलाको पढाइ र अहिलेको पढाइ पनि भन्न चाहन्छु दिपकजी बोल भएको छैन नि त्यहाँदेखि बच्चाहरूको छेउछाउ बस्दा यही बोल्छ लेडिज बिचा बस्नुपर्छ नि बुढा त्यसै गरी अब हुनुहुन्छ आजकलको गायक पनि धेरै थरीका हुनुहुन्छ जस्तो गायक अनिल सिंह हाम्रो दीपकजी हुनुहुन्छ दिपकजी नगरौँ किन भन्दाखेरि फेरि उहाँलाई त म एउटै हो हामी यस्तो मिल्ने साथी हौँ दिपकजी र म कि स्विमिङ पुलमा पनि एउटै पिसिराख्ने काम चलाउँथ्यौँ कहिले उहाँ लाएर बिर्सिनुहुन्छ कहिले म लाएर बिर्सिन्छु अनि पालै पिलो काम चल्छ त्यति 1 घन्टा कहिले त्यतिकैमा कहिले म 1 घन्टा त्यतिकै यति मित्र साथी हो त्यही भएर गायक अनिल सिंह आउने स्टाइल हेर्नुहोस् न यस्तो लाग्छ कि थुक्क दर्शक दिन गीत पनि फेरि एउटा गीतलाई अहिले रिमिक्सको जमाना आएको छ एउटा गीतलाई 3टा बनाउने पहिलो एल्बम अब यही गीतलाई देश लानु के हो खान्दा परेको एउटा गीतले भयो भने
झन् रिमिक्स यहाँ जोसले आएको पुरा इमोसन लाग्यो के गर्नु हजुर दाइले देख्ने बित्तिकै कति केटीहरू अगाडि पछाडि गरेर दाइ हल्का स्लिम मात्रै भइदिएर दाइ त के हो दोस्रो है त्यसमा त्यसो अब गीत त्यही हो डुब्न देऊ मलाई तिम्रो त्यो नयनमा डुब्न देऊ मलाई तिम्रो त्यो नयनमा ए बाबा केटी मान्छेको नयन के स्विमिङ पुल हो कुनै पोखरी हो भन्नुहोस् त फेरि उहाँले त्यस्तै गीत बिचमा त्यस्तै छ अन्तरा पनि चिरेर हेर छाती मेरो चिरेर हेर छाती मेरो पाउने छु तिमीले तस्बिर तिम्रो यत्रो पाए तस्बिर छाती चिरेर तस्बिर पाइने भएका भए यो जगतदारी किन क्यामेरा बोक्राउनु पर्छ भन्नुहोस् त सिधै छाती चिरेर घरमा गएर मामु मामु हलो मम आज त जादुगर महाले त्रिपाठी आएको थियो नभए फोटो हेर्नुहोस् त बरु त्यो गीतलाई अनिल सिंहले यसरी गाएको छ चिरेर हेर छाती मेरो चिरेर हेर छाती मेरो पाउने छु तिमीले करम मेरो यसै गरी अर्का गायक नेपालमा धेरै गायक हुनुहुन्छ त्यसले गर्दा गायकले पनि कहिले टुप्पो गर्नुहुन्छ फेरि चाहिँ कहाँ राख्नु थाहा हुन्न अब अर्का गायक आदरणीय दाजु हरिवंश दाजु आचार्य कमेडियन किङ उहाँ आउनुभयो भने यसरी आउनुहुन्छ बस्नु भने यसरी बस्नुहुन्छ बोल्नु भने यसरी हरिवंश आचार्य आउने स्टाइल उहाँको चलचित्रको गीत छ त साह्रै बिग्रिस बद्री यसलाई मैले रिमिक्स बनाइदिएको छु हजुर कालै झरेन हँसो संसिनामा पालो भएको छ तपाईँको लागि जादुगर तपाईँको छोरा तपाईँको नाति हाहा यो महादेव त्रिपाठीको यस सामाजिक चमत्कार जादु किनभने समय हाम्रो थुप्रै कलाकार हुन्छ तर प्लिज कोही नजानुहोस् जब हाम्रो कार्यक्रम सकिँदैन आज हामी तपाईँलाई आएको छौँ तपाईँ हामीलाई आउनुपर्छ हिजो लास्टको हामीसँग गायक गायिका भयङ्कर हुनुहुन्छ नाच्नुपर्छ न पालो छ जादुको लागि एकजना यस्तो स्टेजमा आइदिनुहोस् एकजना व्यक्ति कि जसले जीवनमा ड्रिङ्क नगर्ने बच्चा होइन मैले सोचेको थिएँ कि नेपालमा महानायक एकजना होला भने त दुईजना पनि हुनुहुन्छ दाइ मलाई यो हामीलाई यो पेटीकोट लाएर होइन मान्छे मलाई पाइटाको मान्छे हजुर 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 खुसी बसौँ हजुर यहाँ रमाइलो बच्चाहरूको लागि काका 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 हजुर हजुर बस्नु बाबु काकालाई यसो जुस पिलाऊ पहिला जुस पिलाऊ त्यसपछि अर्को पिलाऊ भन्नु खोजेँ तपाईँले यसको लागि कोही हुनुहुन्छ त्यहाँ व्यक्ति जो छोरा मान्छे जसले ड्रिङ्क गर्नुहुन्न कोही हुनुहुन्छ कि हामी लिम्बूहरू सबै ट्याङ्करै ट्याङ्कर मात्रै हो कोही हुनुहुन्छ एकजना आमाको छोरा ससुराको चाहिँ कोही हुनुहुन्छ दिपक लिम्बू चाहिँ तपाईँ होइन तपाईँ होइन उहाँले गाउनुपर्छ अहिले भयङ्कर गाउँ हामी नाच्नुपर्छ कोही हुनुहुन्छ एकजना छोरा मान्छे कोही त हुनुहुन्छ नि ड्रिङ्क नगर्नु कोही हुनुहुन्छ होइन नाच्ने मान्छे होइन हाम्रो दर्शकबाट आउनुपर्छ जसले हामीलाई सहयोग गर्नुभएको छ कार्यक्रमलाई सहयोग गर्ने जाँदा कोही त हुनुहुन्छ एकजना ड्रिङ्क नगर्ने छोरा मान्छे सर आउनुभयो सर हजुर आउनुभयो कि बाहिर जानुभयो ए म त आउनुभयो नै बाथरुममा जानुभयो कोही हुनुहुन्छ एकजना कोही त आइदिनुहोस् छोरा मान्छे के हो भन्ने बेला हामी छ तपाईँ लान्छ हजुर सकदाता हो आउनुहोस् अनि राई लिम्बू त कपाल छोटो हुन्छ त कति लानु पर्यो यसको लागि मित्र राजदाई हाम्रो सांसद राजदाई प्लिज यसमा माइक दिनु होला है हेलो टिको कम गरेर दे टिको
अनि तपाईँलाई दिएको होइन दाइ अब हेरौँ जादु तन्त्र मन्त्र यो लाइट उज्यालो पार्नु सकिन्छ दाइ उज्यालो अलिक जादुको लागि सबै अँधेरो भयो यो लाइटले त अनुहार खाएको छ नत्र भने त के हजुर होइन हेर भने त हाँडे घोप्रा देखिन्छ होइन भाइको नाम मेरो भाइ हो कि बहिनी हो भाइ हो मेरो नाम शिवलिङ्ग हो शिवलिङ्गजी बधाई छ यार आइदिनु हाम्रो कार्यक्रममा कोही आएन यार बधाई छ हजुर थ्याङ्क यू तपाईँ जस्तो व्यक्ति मैले तपाईँ जस्तो यति राम्रो मान्छेहरू छ देखेको पनि छैन देख्नु पनि नपरोस् तर यति हँसिलो हुनुहुन्छ मोटो हुनुहुन्छ कटिलो हुनुहुन्छ तपाईँलाई धेरै धेरै मुरी मुरी धन्यवाद छ हाम्रो कार्यक्रममा आइदिनु भएको छ साथ दिनुभएको छ एकचोटि प्लिज हक गरिदिनु होला हक हक होइन म हक गर्नु भाइहरूलाई कति समातेको अब हामी म्याजिक गर्नु गइरहेको छौँ कति वर्ष सर अलिक हो थ्याङ्क यू सर अब देखिन्छ नि हजुर म्याजिक देखिन्छ अब मजाले अब चुप भनेर बच्चालाई कहिले गाली गर्नु हुँदैन त्यो बच्चा डराउनु सक्छ उसको मान्छे नराम्रो हुनसक्छ बच्चालाई नानी बसला छोरी मेरो बाबा यति राम्रो छोरी बोलाएको छ देखेको पनि छैन देख्नु नपरोस् भनेर भने बच्चालाई मायाले सम्झाउनुपर्छ अब म तपाईँसँग म्याजिक गर्न गएँ तपाईँ म्यारिड हो कि विवाहित हजुर तपाईँ म्यारिड हो कि विवाहित यार म अनम्यारिड हो अनम्यारिड हो अनि यत्रो उमेर छ कहाँ गएर बसेको थियो त्यो नपाएर लेडिज पाइएन क्या होइन भाइ पाएन एउटा खोजिनुहुन्छ ठिकै छ उसको लागि पनि भाइ मसँग नम्बर टिपिराखेर काम लाग्छ फ्यामिलीतिर जाने गरेर छ कहिले काहीँ छैन होइन नत्र बेलुका टन्ने हुन्छन् त्यहाँ खाली बिचारातिर कुमारा हुन्छन् अब म्याजिक सुरु गरौँ उहाँको लागि एकछिन हात बाँध्नु पर्छ कस्तो ह्याङ्की रुमाल उहाँको हात बाँध्नको लागि यसै गरी हाम्रो अर्का मित्र पनि आइसक्नु भएको छ गायकजी फेरि उहाँको पनि गीत सुन्नुपर्ने हुन्छ प्लिज कसैसँग ह्याङ्की रुमाल हजुरहरूसँग होइन ल सरले ल राज्य समाज पार्ट 2 ले दिनुभयो दाइ धेरै धेरै मुरी मुरी धन्यवाद दाइ पेटीकोटे बाबा बस्नु सक्छौँ अब हामी म्याजिक गर्न गइरहेका छौँ नेचुरल तपाईँले अब सबैको अगाडि खोलेर देखाउनुहोस् रुमालहरू फेरि काका बाबु काकालाई जुस लगाएर खुवाउनु अस्ति तराईमा कार्यक्रम गरेको हजुर खोलेर देखाउनुहोस् भनेको भट्टर हजुर हामीले त धोती पहिने चाहिँ के खोल्नु पनि त्यही भएर रुमाल यसलाई पल्टा देखाउनुहोस् अब पालो मेरो म हुँ तपाईँकै छोरा तपाईँको नाति हा यो महादेव त्रिपाठी गाई जात्रे हाँस रहेंगे जादू तपाईँलाई सर्पदेखि कति डर लाग्छ लाग्दैन लिम्बूको छोरा हातै सर्पदेखि डराउँदैन सर्प त फ्राई गरेर खाइदिनु प्लिज आइदिनुहोस् नानीहरू चिल्ल फेरि निकालेर बाहिर नफाल बच्चालाई पर्न सक्छ सर्पले टोक्नु सक्छ हात अलिक पछाडि अलिक पछाडि हे म छु तपाईँकै अन्तरु मन्तरु जन्तरु मेरी बास चाहिँ छु अन्तरु मन्तरु जन्तरु छु हे गोकर्णनाथ केही नगर भाइ लिम्बू हो कुँवारा हो तर बच्चा घरमै छन् अलरेडी श्रीमती छोडेका कुँवारा है ल निकाल्नुहोस् न सर्पलाई नडराउनुहोस् केही हुँदैन म छु यो नक्कली हो नपत्ता हेर त नानु अब सक्कलीको पालो अन्तरु मन्तरु जन्तरु महु गाई जात्रे जादुगर छन्तरु छु चिक्नुहोस् डर नमान्नुहोस् म छु डर नमान्नुहोस् लिम्बूजी म छु अनि के डराइरहेको छ अरू केही छ केही छैन अब रुमाल यहाँभित्र राखिदिनुहोस् हात झिक्नुहोस् अब यो रुमाल हाम्रो राज्य समाज पार्ट 2 दाइको हो होइन काका बस्दा हुन्छ काकाले हात यसरी हलाउनुहुन्छ कि एवार्डै जितेर आएको अब उहाँको हातमा रुमाल छ यही रुमाल हो नि यसलाई यहाँ लेख्नुहोस् फुक्नुहोस् यसलाई थुक्ने होइन फुक्ने भने राखिदिनुहोस् अब काकाको लागि यो रुमालको सट्टा केही गिफ्ट ह्याम्पर दिनुहोस् काकालाई सोच्नुहोस् मनमा आइफोन काकाको लागि डिजिटल क्यामेरा काकाको लागि ल्यापटप काकाको लागि तर यो तीनटै चिज यहाँबाट निस्किँदैन त्यो बाहेक एउटा कुनै चिज सोच्नुहोस् मनमा उहाँको लागि काम लागोस् आफ्नो लागि होइन उहाँको लागि उहाँको रुमाल सापट ल्याउ नि त उहाँको लागि सोच्नुहोस् सोच्नु मनमा सोच्नु तर भन्नु हुँदैन कसैलाई है हात राख्नुहोस् हे अन्तरु मन्तरु जन्तरु छु चिकेर दिनुहोस् काकालाई होइन
है के हो नारायण परमेश्वरी के छ त भाइ ओ काका यो खतम भयो तपाईलाई हैन जानु अरु मान्नु पर्दैन काकाको रुमाल कस्तो कुन कलरको यही कालो हरियो यही हो काका बममारी हजुरको नि सिगरेट दिनुहोस् ए यार रुमाल उहाँको रुमाल काका तपाईँको रुमाल यही हो रुमाल दिनुहोस् उडिसकेको मुटिसक्नु अहिले यसरी काम चलाउँदै गर्नु पछि फेरि अर्को मलाई नि हे अन्तरु मन्तरु जन्तरु लखन्तरु आदरणीय मेरो आमा चेलीबेटी दिदीबहिनी छोरीहरू हुनुहुन्छ यसलाई अनन्त नसोच्नुलाई मैले भने म गाई जातले जादु गरौँ हँसाउनको लागि किनभने मेरो बहिनी बिमारी छ उसलाई 2 मुस्कान भयो नि ओठमा ल्याउन चाहन्छु त्यसैले गर्दाखेरि मेरो चेलीबेटी आमाहरू हुनुहुन्छ भाउजूहरू हुनुहुन्छ यसलाई अनन्त नसोच्नु होला यो मेरो आमाले ल्याउने कुरा हो मेरो चेलीबेटी ल्याउने कुरा हो यसलाई सिर्फ 2 मिटरको कपडा नसोच्नु सिर्फ 1 मिटर भन्दै है अन्तरु मन्तरु जन्तरु छु थ्याङ्क यू भेरी मच मित्र मुरी धन्यवाद थ्याङ्क यू भेरी मच ओ तपाईँलाई 30 पनि दिन आँट्यो मित्र प्लिज हेलो मित्र ए मित्र कहाँ लेडिज होइन उहाँ जेन्ट्स हो कहाँ पछि ला एकचोटि अँगाले मारिदिनुहोस् यार थ्याङ्क यू मेरो पनि नम्बर टिभीमा टिप्दा हुन्छ मेरो पनि छ त्यसै गरी मेरो आन्टी पनि आन्टी प्लिज एकचोटि दिनु मेरो आन्टी हुनुहुन्छ नेपालको किङ उहाँ आन्टी हुनुहुन्छ उहाँले धेरै ठाउँमा मोडलिङ एजेन्सी उहाँ ड्रेसअप गराउनुहुन्छ हिरोइनहरूलाई राम्रो एक्टरहरू पनि हुनुहुन्छ आन्टी म कहिलेका आन्टीको पनि एक्टिङ गर्छु होइन यदि हाम्रो पनि नम्बर चाहिन्छ भने मेरो मोबाइल नम्बर छ एनटिसी दिउँ कि एनटिसी 98415152 अरू चाहिँ मलाई पनि आउन्न एनसेलको नम्बर पनि छ 9800 यहाँनिर हात्ती मोबाइल कता छिरो थ्याङ्क यू भेरी मच एकचोटि हक गर्नुहोस् भयो त कति गरेको थ्याङ्क यू भेरी मच लास्ट पटक गरिदिन्छौँ मित्र फेरि गर्ने रोहर क्या विचार पछि पालो पाइने भनेर न हामी कलाकारको इज्जत छैन कलाकारलाई दिएको गर्नु